तपाईहरुलाई हार्दिक हार्दिक स्वागत छ। हाम्रो घुमघाम कार्यक्रम चलिरहेछ आज। पुग्ने गुन्दुनी थाहा हैन, कहाँ हो पुग्ने थाहा हैन, तर A few moments later. एकदम दौडेर आएको धौ भयो। बाटो अलि अफरोड रहेछ अनि त्यो भएर अलि अगाडि जानुभयो। एकदम राम्रो छ ठाउँ। फुर्सद मिल्यो भने तपाईहरु पनि आउन सक्नुहुन्छ टाइम मिलाएर। एकदमै राम्रो छ, एकदम गजब। यस्तो खालको ठाउँमा आइपुग्यो एउटा। बाटो अझै पनि बाँकी नै छ। एकछिन कस्तो लागिरहेको तपाईँलाई? मस्त। जुत्ता मात्रै फोहोर भयो अरू त गोठी गाडीबाट सुर्खेत हेरे जस्तो देखिँदो रहेछ। देखिन्छ चाहिँ ठिक छ, हामी देखाउँदै जान्छौँ थप कुराहरू तपाईँहरूलाई। हामी फाइनल्ली यहाँ माथि आइपुग्यौँ। गोदावरी फुलचोकीमा छौँ। यस्तो यस्तो ढुङ्गाहरू यहाँ सबै कुरा छ। यहाँ मन्दिर छ, विशेष गरेर शिवजीको मन्दिर छ, प्रसिद्ध शिवजीको लागि। मजा आयो समग्रमा भन्दा। ठाउँ राम्रो रहेछ। बस यति हो, यहाँ कुहिरो लाग्यो। यहाँ अहिले चाहिँ कुहिरो लाग्यो, तर अघि हामी आउने बेला चाहिँ ठिक थियो। हामी अझै पनि देखाउँदै गर्छौँ के छ अवस्था भनेर। A few moments later. हामी फर्किसक्यौँ। यता उहाँ हुनुहुन्छ। हामी प्लान गरेर कहीँ घुम्न जाने भने चाहिँ कहीँ पनि हुन्न। प्लान नगरेर अब घर गएर राशिमा हेरेपछि थाहा हुन्छ। आज तपाईँको राशिमा यात्राको सङ्गीत चल्यो होला। म त हिजो राशिमा भिजिट गरेको या सुन्नै पाइनँ। आजको राशिमा राम्रो छ ठाउँ। समय मिल्छ, नजिक हुनुहुन्छ, घुम्न मन छ भने आउँदाखेरि तपाईँहरू पछुताउनु पर्दैन। त्यही हो मेरो कुरा चाहिँ। पार्किङ यहाँ रहेछ। त्यहाँ पार्किङ गर्ने मिल्ने ठाउँ रहेछ। बाटो चाहिँ यहाँदेखि रहेछ। यहाँदेखि तल भ्यू चाहिँ कस्तो राम्रो देखिन्थ्यो होला कि। कुहिरो लागेर पनि राम्रो देखिएको छ देखिनलाई चाहिँ, तर कस्तो त्यो अर्कै टाइपको जस्तो देखिरहेको क्या। त्यहाँ माथि चाहिँ मन्दिरको चाहिँ यो भ्यू छ मस्त। ल ठिक छ, अब हामी फर्किने तयारीमा छौँ। एकछिन अब हामी यसो खाजा खान्छौँ, दिइहाल्छु त, चिन्ता नगर्नु न। अनि हाम्रो बाइक छ यता। अब आउने बेलाको त म भिडियो बिचमा राखिहाल्छु, जाने बेला पनि कस्तो भयो देखाउँछु। उता चाहिँ आर्मी क्याम्प छ। यहाँबाट भ्यू चाहिँ एकदम राम्रो, एकदम खतरा राम्रो देखिँदो रहेछ। एकदम गजब। लास्टै राम्रो, धेरै राम्रो, उत्कृष्ट। फोटो खिच्ने प्रस्ताव आइसकेको हुनाले म फोटो खिच्ने कार्यक्रम अगाडि बढाउन चाहन्छु। फुलचोकी डाँडाबाट फर्केर गोदावरी आएर घुमघाम। अहिले गोदावरीमै छौँ। पञ्चकुण्ड जस्तो लाग्यो। नाम चाहिँ के भयो ठ्याक्कै थाहा भएन। त्यतातिर छौँ हामी। यो के हो अब तपाईँहरूले चिन्नुहुन्छ भने हेर्नु होला। त्यो चाहिँ मिल्दैन अलि, त्यो वाला फिचर चाहिँ छैन। यस्तै छ अवस्था। A few moments later. हामी आइसकेको अवस्था छ। जतासुकै घुमेर अनि प्यान्ट किनेर टी सर्ट पनि किनेर एउटा दिन चाहिँ एकदमै रमाइलो समग्रमा। मजा एकदम भनिन्छ नि पैसा सुल बनाएको। त्यसपछि यति बेला हामी यस्तो ठाउँमा छौँ। अनि अब म त जान्छु पर घररा छ। त्यही हो, अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरू सबैले धेरै धेरै धन्यवाद। अनि एकदमै कहाँ अरे हामी गएको? फुलचोकी चाहिँ एकदम राम्रो छ। समय मिल्यो भने यसो घुम्न जाँदा पनि हुन्छ तपाईँहरू पनि। ल अन्तिमसम्म भिडियो हेरिदिनु भएको सबैलाई धेरै धेरै। जङ्गल छेडेर माथि टप जङ्गलमा पुग्यो भने फुलचोकी डाँडा हुँदो रहेछ।
त्यो डाँडामा खासै त्यस्तो राम्रो त केही छैन तर गएर बस्नलाई चाहिँ नेचर चाहिँ बहुत दामी पाउँछ त्यहाँ नेचर ठाउँ चाहिँ तर त्यहाँ गएर माथि गएर भ्यू हेरौँला अन्त काठमाडौँ देखिन्छ त्यो टाइप हेरौँला त मेरो एक्सपेक्टेसन चाहिँ त्यो थियो तर पुरा होइन बाजी जाँदा कुहिरहेको कौरा हगाइ अरे भने जस्तो भयो अनि त्यही हो अन्त्यसम्म भिडियो हेरिदिनुमा धेरै धेरै धन्यवाद मेरो यस्तो खालको डेली भ्लगहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला अन्तिमसम्म भिडियो हेरिदिनु भएको फेरि पनि धन्यवाद 5 चोटि भनिसकेँ है फेरि पनि धन्यवाद